भिडियो हेर्नुहुन्छ भनेदेखि 300 रुपियाँ कसले भेट्नुभयो यसो कमेन्टमा नलिएर हुन्छ त म मेला आएसी। हेलो एन्ड नमस्ते हजुरहरूलाई यहाँ मेरो ब्लगमा स्वागत छ है। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथमा आज हामी धान काट्न गइरहेको छौँ दिदीको। यस्तो छ कस्तो राम्रो भ्यू देखिया कि हिउँ परा रहेछ। अनि हिउँ त अब अहिलेको मौसममा पर्ने नै भयो के अरे। हिमालहरूको नाम चाहिँ थाहा छैन है मलाई, त्यही पनि कस्तो राम्रो देखिरहेछ क्या। यस्तो घाम लागेको छ मलाई चाहिँ रुगा लागेर हल्का। यहाँ साग देख्न सक्नुहुन्छ। बिउ चाहियो भने साग सार्न बेर्न चाहियो भनेदेखि सम्पर्क गर्न सक्नुहुन्छ है यहाँ यो घरको मान्छेलाई। यहाँ उखु अब जाडोमा बसेर खानलाई। ए डुम्री खर्का थुक्क त्यति भन्न नै आउँदैन मलाई नि। हाम्रो यहाँ कालिका मन्दिर छ। आजको चाहिँ यस्तो छ होइन, घाम लागे वेदर क्लियर छ वेदर चाहिँ। ल यहाँ चाहिँ मेला जाने अब हामी सँगै हो नि त उहाँ सुकामासँग। अनि सुकामा यहाँ तयारीका साथमा हुनुहुन्छ। हजुरआमा भात खाइरहनु भयो। वाउ कति राम्रो देखिएको छ। सुकामाउ सुकामाउ भ्यू हेर्नु न, भ्यू ब्युटिफुल। आहा यो मन्दिर त मन्दिर अरे हिमाल झन् कस्तो राम्रो देखेको। मास पाकेको छ। मास चाहियो भने सम्पर्क गर्नु होला। कालो दाल है यो चाहिँ सबै पाक्न स्टार्ट भयो। धान काटेर भ्याइएको छैन। कच्चे बोकिरहेको छु हातमा। अब मङ्सिरको महिना होइन नि, मङ्सिरको महिना स्टार्ट हुँदैछ भनौँ अब है। अनि धान काट्ने धमाधम छ सबैजना अहिले धान काट्ने चटारोमा। धान काट्न नि पर्यो, कामको बेलामा काम गर्न नि पर्यो होइन। ठ्याक्कै धान काटेर सबै धानहरू थन्काएर सिजन आउँछ क्या। त्यसरी मास स्टार्ट हुन्छ है। हो नि है, हामी मासको त धनी हो नि। यसरी पाकेको छ मास। ल जुन पनि दिउँसै देखियो है यहाँ चाहिँ। औँसीको हो। वाउ सानीमा त हामीसँग होइन होला है। ए अनि अर्को छ लम्बे बिरामा लम्बेर ऊ हो। 5 जना आज धान काट्ने चाहिँ हामी 5 जना। हिजो थियौँ 10-11 जना थियौँ होला। हो 11 जना थियौँ। आज चाहिँ 5 जना छौँ। यहीँ अरू आउँदै हुनुहुन्छ। टेन्सन छैन है सेन दिदी। मलाई चिसो ल्याउनु अरे भनेर नलिएर हुन्छ त स्यान दिदी। स्यान दिदी नलिएर हुन्छ त म मेला आएसी। 100 रुपियाँ हरायो अरे। हिजो मेला आउनु हुनेहरूले मेरो भिडियो हेर्नुहुन्छ भनेदेखि 300 रुपियाँ कसले भेट्नुभयो यसो कमेन्टमा भनिदिनु होला। र अनि फिर्ता पनि गरिदिनु होला है।
चिसो पानी तातो घाम लाग्यो अब जाडो महिना लागेर नि होला लुकाइदिउँ न जुगा देख्यो होला जुगा देखेपछि आत्तिँदै तात्तिँदै कुद्छन् यसरी पोको बोकेको छु मैले चाहिँ यहाँ पोको पुन्तुरो घाँस त काट्नु घाँस अरे धान त काट्नु पर्यो बन यो चाहिँ बगुवा हो नि त बगुवा धान रोपेको यतै हो त्यही भएर बाटो चाहिँ यस्तो छ कहिले कसो त्यस्तै हुन्छ क्या सुक्खामा के हो त्यता बिटा लगाउने खेतालाहरू जम्मा भइसकेछन् त्यो बारीतिर झरे होला हुनुपर्छ क्या कि होइन त्यो लक्ष्मी दिदी होइन नि यता तल बोलाउ न सेन दिदी चाहिँ को त ए होइन रहेछ यार अर्कै लक्ष्मी रहेछ नेवार्ने दिदी ल धान काट्ने ठाउँमा आइयो बगुवामा ओइ यो चाहिँ बगुवा खोला ल आइयो मेरो भिडियो हेरेर चाहिँ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गर्न चाहिँ नभुल्नु होला हैन के अरे ब्लग बनाउनु जानेको चाहिँ बल्ल बल्ल हैन लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला माया गरिदिनु होला हजुरहरूले अहिलेसम्म गरि नै रहनु भएको यही धान हो हामीले काट्ने आज हिँड्नु हिँड्नु अनदी छ मसिनो छ ए यो चाहिँ बाँसजार बजार है यो चाहिँ बजार हो ठ्याक्कै यहाँ त्यहाँदेखि उँभो चाहिँ यता बगुवा खोला मेरो चाहिँ खेतहरू छ क्या यसरी यहीँ छ खोला चाहिँ खोला यहीँ छ कि यहाँ चाहिँ धान काट्ने मान्छे आइसक्नु भएको छ हाम्रो चाहिँ होइन है उहाँहरू छुट्टै हुनुहुन्छ हामी छुट्टै छौँ ल अब चाहिँ धान काट्न तयारी है हामी यही धान किन हत्तेको
तयारी भइयो त्यतिखेर माछा मार्ने होला त मभन्दा त सुकामा पो राम्ररी माछा देख्छ मार नि हिलो भएर घर जाउँला सुकामा मभन्दा त तपाईँ पो राम्ररी देख्छु त म राम्री खेल्छ नि म जमानाको हिरो नि हिरो नि हो त लौ न कता आइया ल यिनले फेरि धान राखिदिन् कसरी आउने होला यहाँ खाल्टा होइन डर पो लाग्छ हौ ल यो तरकारी बोले पो हुन्छ त सुकामा के भनेर बोल्ने होला यस्तो धान काट्ने माचो छ आफूलाई यस्तो धान काट्ने मारी इ हाम्रो बिनाले बिना बिना यसरी धान काट्छ है कस्तो धान काट्छ यो के खुट्टा देखा बुढी उठायो भने त खुट्टा देखिँदैन त ल यो तामाङको छोरी हो कुमारसँग आइसक्यो त्यस्तो त भन्ने होइन कि मन पर्यो आएँ ओहो काट काट मेरो साह्रो नि काट छिटो काट काट म यो मौसीको मासु भनेको यस्तै हो यसरी काम गर्नुपर्छ पर्छ नगरी खान पाइँदैन काट काट मिसिन जसरी काट्नु पर्छ है धान त म चाहिँ फुर्सादिलो मान्छे हो है काम नगएको मान्छे यता हाम्रो लम्बे बाजे फेरि कामै छैन त्यो त काम कति दिएर डबल काम गरिरेख कति नमाथि गऱ्यो नि त अझै माथि माथि कति खेतल मौसीको माचो छ हामीलाई त फाँटै प्याल प्याल पुरो कतै काट्नै छ कतै लाउने छ कतै काटेर सुताएर राखे छ स्यान्दिले हामी चिसो खान नन्दरी यत्रो चिसो बोकेर आए घाँटी दुखेर चिसो आएर कस्तो भयो चिसो लिएर आउने भने खाने भने नि हाम्रो यतिर यस्तै रमाइलो हुन्छ यस्तै रमाइलो हुन्छ चिसो अरू त के हुन्छ र चिसो रौसी मासु हजुर भयो नि खाने भए आउनु चिसो नि छ रौसी नि छ मासु नि छ मासु अहिले खाने बेला देखाउने हो टिपिनु प्याक गरेर राखे यता 90 वर्ष बुढो त यस्तो बलियो है ल मैले काटेर देखेँ यहाँ यता 90 वर्ष बुढोले अनि हजुर बोल्ने मान्छे नि देखिनु नि त म देखिने कसै उहाँ है भिडियो खिचिदिनु हुने आन्टी चाहिँ उहाँ हो धान काट्ने ल त हजुरको मेकअप त गइसक्यो के अहिले हामीले यो गरासँग 3टा हुन्छ है काटेको 3टा गरामा धान काटिसक्यो तल्लो गरा 2टा भ्याइयो यो काटेकोसँग यो चाहिँ मसिनो है बासाउने भन्छ नि बासमती के हो त्यही बासमती धान हो यो चाहिँ होइन बासाएपछि बासमती नभन्नु त कतिले त चिन्नुहुन्न नि त यो चाहिँ बासाउने धान मसिनो हो है हामी चाहिँ मसिनो भन्छौँ प्राय ठाउँ अनुसारको यसलाई चाहिँ बासमती नि भन्छ यहाँ तल्लोमा चाहिँ अन्नदी छ है यता काटिरहनु भयो अनि मैले चाहिँ यति काटेर यहाँ यो देखाउनलाई क्या हजुरहरूलाई देख्नुभयो होला नि हुन्छ होला कतिको ठाउँतिर त हुन्छ हाम्रोतिर नि हुन्छ यो चाहिँ माछा है यहाँ चाहिँ भागो त्यहाँभित्र माछा यसरी बस्छ कि माछा यो चाहिँ अन्नदी यसको चाहिँ लट्टे भात खाइन्छ कि लाएँ कति मार्नु भने माछा छैन उत्यहाँनिर छ क्या पानी झर्नेनिर ठ्याक्कै भित्र पस्दो रहेछ गुर्रै कुदेर
यस्तै लडाइ नदी यसको चाहिँ भात लटक्क सबै लट्ठिन्छ अनि यसलाई चाहिँ तिजमा खाइन्छ होइन त सानो दिदी 15 पुसमा तिजमा खाइन्छ। अनि यो चाहिँ बासाउने धान मैले भनिहालेँ यी कस्तो राम्रो बाला छ भने देखिन्छ यो अब यसको पालो माथि यो काटेर भ्याइयो के अरे हामी धान काटेर रेस्टमा छौँ है भ्याइयो काटेर चाहिँ यहाँ चाहिँ काटेर भ्याइयो अनि यहाँ चाहिँ छ अब अझै यो छ नि 5वटा घर छ यहाँ काट्नु धान चाहिँ उहाँ दिदीको है दिदीको धान चाहिँ खै नभ्याइदिनु भए बसेको गर्छन् बल्ल यस बेला बसे बसे भन्छन् अझै अनि आउनु भएन खाजाले भन्छन् खाजा त माग्नु पर्यो नि सिउसा चाहिँ खाजा माग्छन् अल्छी यता र छन् के गर्ने एक दिन काट्नु धान 2 दिन लगाइदिएछन् साह्रै मलाई पिर परे दिदी यो हिमालको नाम के हो भनिदेऊ न यो अगाडि देखिएको हिमालको नाम हिमाल अरे नाम त होला नि कहाँनिर ऊ त्यो नि हिमाल नै हो नि हो यो के यो सेतो यो सेतो के यो सेतो यो त्यो हिमालको नाम सोधेको अस्ति मैले के अरे थाहा हात्ती हिमाल अरे त्यो चुचो भएर अरे कि हात्ती जस्तो भनेको अरे म त चरा जस्तो देख्छु त्यो चुचो त है यो चुचो क्या यो यहाँ चाहिँ ढल्के डाँडाको डाँडा हो यो चाहिँ यो घर देखियो है यो चाहिँ बामभाइको घर हो ढल्के घर हो यो वन छ यहाँ चाहिँ यस्तो यो छत्योनको रुख है सुकामा अचम्मै राम्रो देखियो छत्योनको रुख जाम यहाँ छ खोला यस्तो छ आकाश चाहिँ आज ठिक छ गुड छ यो चाहिँ के अरे राइनोसकोट लिलीकोट त अब यो ढल्के डाँडाले छेकिहाल्यो अब हामी चाहिँ गयौँ धान काट्न जाम चलो कति धेरै फलेको यो धान यसमा अब हामी खाजा खान लागेको खाइन्छ है अनि यो हरियो हुनुपर्नेमा यो बाजेले रातो लिएर आएर घाम डुबेको है डुब्यो घाम होइन भोलिको मेला खेत लाउने यता मुखे बाँधिदिन्छ दाउरो पठाइन्छ यो दुईटा गर बाँकी होइन दुईटा यो माथिको दुईटा त हो नि आउँदा होइन एउटा त्यही त हाल्टो गरेर नि सुरुको त्यो त एउटै अर्पर छ कि अब
कतै सबै गरेँ। धान काटेर सकियो अब घाँस लिएर जाने घरमा। ए दिदी जिउ दुखिएको छैन? फाइनली धान पनि काटेर सकियो। हाम्रो भिडियोलाई लाइक कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है। धेरै माया गरिदिनु होला। घाँस पनि काटेको छु मैले चाहिँ।